के भन्दै थियो बिमराज दादा छैन दुई दिन तपाईँले पुछेको ज्वाइँ चेला उताबाट पो आइपुग्यो कि आएको छ के गर्नुपर्छ कान्छा यता यता तल होला भाइ हाम्रो त्यो रामकुमार छ त दुई जेनाको तलै गयो कान्छा जो यता छ दुई जना सबै कतिजना लाग्छ यता यता लु अब तपाईँकोबाट सुनौ यसो गरेर 3 पल्ट ल 1 2 3 जगजीवनको कसले खुवाउने तपाईँ खुवाइदिने कि दाजुले खुवाउने कि कसले ल पापाले दिनु यसमा हाल्छु उहाँ अप्ठ्यारो भयो कि छँदा चाहिँ हाले कि दुध यसमा हाल्छु ल Lai udah papa baru bayang udah cari dari jam ada foto yang kata bayang tinggi bawah, lu tak bayang mana saja. Dan yang cata bayang ini udah ini mulu kiri dari apa atau itu kata. जगजीवन को भन्ने जगजीवन मलो यो जगजीवनको परिवारको नानीहरू ल आसुगारी ल यता सक्ने यता साइड लाग्ने
पर्वको अहिले आओस् न बोलाएर खै पठाउँछ ल आउनुहोस् यता सक्दै यता छुट्टिने किन हाल्दा त दुईवटा सक्छ जोगाउनु पर्छ सिरानीहरू मिलाइदिनु चकबाट पकाउनु हुँदैन सिरानीहरू मिलाइदिनु हातहरू मिलाएर राख्नु यो टोकको पानी नि यहाँ सिरानीमा राख्नु अनि यो थाप्नेहरूले मिलाउँछ ल यो चाहिँ यहाँनिर बसिरहन्छ चम्किँदैछ सक्छ होला हौ तर ओह्रालो मान्छे कतिको टाढो छ काकाहरू त जान्छ होला नि बाबालाई यो सुकिन चाहन्छु विशेष अब मेरो एक्सपिरियन्स मेरो आफ्नै एक्सपिरियन्स भनेको होइन तलबाट लाने भन्दाखेरि तलबाट लानु पर्दा जाइहाल्छ कि त्यो माथि जहाँ सरौ लेखाउने जग्गा हुन्छ त्यहाँ चाहिँ मान्छे बसेको हुन्छ किनभने हामी त अब नाम सोच्छौँ लेख्छौँ होइन अब टाढोबाट